साथीहरु यहाँ चाहिँ हाम्रो चटपटे रेडी भयो। चटपटे खान लागेको है। चटपटेमा मटर पनि राखेको छु आज। मटर कुरमुरे यतापट्टि बस्छ नि। Happy ang chatting mo sir. Babu. Nak tolong beda. पानी निकालो कति धेरै गिलास छ बिरो भयो त बिरो ल साथीहरु यहाँ चाहिँ मैले अब चटपट खाएपछि भात अलि कम खाइन्छ आज। त्यही भएर चाहिँ मैले यहाँ चाम्रे भात बनाउँदै छु हैन। घिउमा चाहिँ मैले मेथी फुराए हैन, किनकि मौसम चेन्ज भयो आजभोलि, त्यही भएर चिसो चिसो भइरहा। अनि मेथी फुराएर अनि घिउमा मेथी फुराएर अनि चामल भिजाएर राखेको थिएँ अघि नै। अनि त्यो भिजाएको चामल चाहिँ यहाँ भुट्दै छु अनि थोरै पानी राखेर ढाकिदिन्छु है। नुन अनि अलिकति बेसार राखिसकेको छु। अनि यतातिर यहाँ मैले फिल्टर पनि चलाइदिएको छु। आजभोलि चाहिँ मैले बिहान चलाउन साँझ मात्रै चलाउन थालेको छु, किनकि हामी थोरै पनि छौँ हैन। अनि फेरि पानी पनि कम युज हुन्छ। अलि गर्मीमा दिनमा जस्तो धेरै पानी पिइन्न हैन। त्यही भएर चाहिँ एकै टाइम चलाइदिन्छु। यो 12 लिटरको हो साथीहरु। यो फिल्टर चाहिँ 12 लिटरको हो। अनि रातिमा खाना पकाउने बेलामा खाना पनि पकाउँछु। यही बेलामा फिल्टर चलाउँछु। अनि यो फिल्टरबाट जुन पनि उस भएको वेस्ट पानी आउँछ त्यो चाहिँ बकेटमा थाप्ने। यसले भाँडा धुन पनि हुन्छ, लुगा धुन पनि जे गर्न हुन्छ। अनि बन्दैछ यहाँ है। यो चाहिँ हामीले अस्ति घिउ किने थियौं। तिहारको बेलामा चाहिँ सेलरोटी बनाउनको लागि घिउ किनेर आएको थियौं। त्यही घिउ हो। यही घिउमा चाहिँ मैले पकाउने कुराहरु यसमा पकाउँछु आजभोलि। साथीहरु यहाँ चाहिँ मैले बाबुहरुलाई चाहिँ सुत्न लगाइदिएको थिएँ। निदाइसकेछन् है। यो बेलुन खेलाउँदा खेलाउँदै सुतेछन्। यहाँ मसुदानी पनि लाउनु पर्ने छ। आज कपडाहरु पुरा उस गर्दिनु के साथीहरु। भोलि घाममा सुकाइदिनु छ जाडोको लुगाहरु। दुईजना बाबुहरुको जाडोको लुगाहरु, पुरै जाडोको लुगाहरु उस गर्दै छु कि।
दराजबाट निकालेर यहाँ राख्दैछु। अब जाडो आयो न, सबै दराजबाट लुगाहरू निकालेर 2 थुप्रो बनाएर राखेको छु। यहाँ कति थुप्रो थुप्रो छ। यहाँ ठुलो बाबुको, यतातिर सानो बाबुको, अनि यहाँ सानो बाबुको मात्र छैन, ठुलो बाबुलाई सानो भएको लुगाहरू राखिरहेको थिएँ पहिलाको। अनि अहिले चाहिँ बाबुलाई मिल्दो रहेछ कि। अब ठुलो बाबु एलकेजी युकेजी 1 2 मा पढ्दाको लुगाहरू चाहिँ सानो बाबुलाई मिल्ने लुगाहरू कति धेरै निस्कियो के होइन। लुगाको टेन्सन छैन। हेर्नु साथीहरू, पुरा बाबु जब जाडो आउँछ, जाडो आयो भने पनि ल लुगा किन्न पऱ्यो भन्नु पर्दैन, उसको लुगा यता आइहाल्छ, सिफ्ट भइहाल्छ। ल गर्मी आयो भने फेरि उसको लुगा, हेर्नु यस्तो फाइदा हुन्छ। 2 भाउना भयो भने चाहिँ उसको आफ्नो लुगा त छुट्टै छ है, सानो लुगाहरू। त्यही माथि अब त्यो सानो भएको लुगाहरू सानो हुँदै गर्छ। दाइको लुगाहरू पुरा सिफ्ट हुन्छ। यो दाइको, यो दाइको, यो दाइको, यहाँ दाइको, यो भाग त पुरै दाइकै छ, यो त दुरै दाइको छ। उसको त मैले निकालेकै छैन। खास भन्दा आज इमान्सुको लुगाको दराजको चाहिँ लुगा सफा गरेको हो। इमान्सुको लुगाबाट चाहिँ यति लुगा चाहिँ भाइलाई निस्केको हो। र साथीहरू, भाँडासाँडा पनि माझेँ है, किचन सफा गरेँ, अनि हेरी भिजाउनेहरू कुराहरू भिजाएँ, गेडागुडीहरू है। अनि त्यसपछि अब चाहिँ यहाँ यो मेरो कपी हो, अनि म यहाँ गर्दैछु मैले हिजो किनेको सामानको हिसाब लेख्दैछु। अनि साथीहरू, म यहाँ हिजो लेख्न बिर्सेको थिएँ, मतलब लेखेको थिएन, छोडेको थियो, त्यही भएर हिजोको लेख्दैछु। अझै लेख्छु साथीहरू, किनकि लेख्यो भने पछि पैसा सकिँदाखेरि चाहिँ पैसा कहाँ गयो भन्ने हुन्छ नि त। त्यो थाहा हुन्छ कि यहाँ गएछ भनेर चाहिँ म जति पटक म केही सामानहरू लिन जान्छु, के गर्छु, त्यो सबै म लेख्छु। त्यसलाई सामान अनि सामानको पैसा लेख्छु। त्यस्तै गऱ्यो भने चाहिँ आफूलाई थाहा हुन्छ पैसा केमा खर्च भयो भनेर, अनि अनावश्यक रूपमा खर्च नभएको रहेछ भन्ने कुरा थाहा भइहाल्छ। अनि बुढाले पनि के गर्यो भनेर सोध्नुभयो भने, यदि सोध्नुभयो भने चाहिँ यो भनेर चाहिँ बताउन पनि सजिलो हुन्छ। लेखिन भने चाहिँ भन्नुपर्छ। फेरि मेन कुरा मात्र याद हुन्छ, यता झिनामासिना टुक्रा टुक्री यस्ता त कति हुन्छ त्यो फेरि ख्याल हुन्न है। त्यही भएर चाहिँ म लेखिरहन्छु। अनि साथीहरू, मेरो डाटा पनि छैन। डाटा नभएपछि मलाई लास्टै छ है। डाटा पनि छैन, देउसै सकेको हो, अनि कोहीसँग बोल्नु पनि छैन, केही हेर्नु पनि छैन, त्यस्तै छ। त्यही भएर म अब यो लेख्छु है। यो लेखेर अनि म सोच्नु पर्ने हुन्छ। बाई बाई, थ्याङ्क यू फर वाचिङ। आफ्नो केयर पनि गर्नु होला, बाई बाई। अनि मेरो च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला साथीहरू।